हेलो नमस्ते। आज चाहिँ मेरो माइती ठाउँबाट मेरो मम्मी, मेरो अङ्कल आन्टी, मेरो दाइ भाउजू, मेरो भाइ बहिनीहरू आउनु भएको छ। केही स्पेसल छ आज चाहिँ। हाम्रो चाहिँ बिहे गरेको लगभग अस्ति माघ 16 गते चाहिँ पुरा 3 वर्ष पुगेर 4 वर्ष लाग्यो कि। अनि हाम्रो चाहिँ अब सम्झिने भेट गर्ने भनिरहेको थियौँ होइन। कहिले के भएर यस्तै भएर दाइ कहिले विदेश, कहिले मम्मी विदेश, कहिले भाइ बुहारी आइसी गर्ने भनेर त्यस्तै भनेर रोकिरहेको थियो। अनि आज चाहिँ मेरो छोरो जन्मेपछि जुरेको रहेछ। आज चाहिँ हामीले सम्झिने भेट कार्यक्रम गर्ने भनेर मेरो माइतीबाट सबैजना आउनुभएको छ। र मेरो दुई परिवार आज एक हुँदै हुनुहुन्छ। एक त पहिले भइसक्यो हो, तर पनि आज चाहिँ अब यो एउटा विधि परम्परा भनौँ न, त्यो चाहिँ आज पुरा गर्ने भनेर मम्मीहरू आउनुभएको छ। अनि यहाँ चाहिँ मेरो फुप दिदी हुनुहुन्छ, जसले टिका लगाइदिइरहनु भएको छ। उहाँ चाहिँ हाम्रो कान्छी फुपू हुनुहुन्छ। उहाँले चाहिँ पहिला टिका लगाएर कार्यक्रम सुरु गर्दै हुनुहुन्छ। अनि दिदीले चाहिँ के अरे उसको यो सम्झिने भेटको बारेमा सबै कुराहरू थाहा भएको भएर दिदीले नै यो कार्यक्रमको सुरुवात गर्दै हुनुहुन्छ। अनि धेरै अब यो है गरि नरहेको भएर होला कि अलि अलमल भइरहेको थियो कि। अब यो सम्झिने भेट भनेको अब त्यस्तो साह्रो पर्ने होइन नि त। अनि त्यही भएर यहाँ चाहिँ अलि अलमल भइरहेको थियो, के गर्ने कसो गर्ने भनेर अलि मेसो मिलिरहेको थिएन। तर हाम्रो दिदीले चाहिँ सबै कुरा सहज बनाइदिनु भयो। दिदीले नै सबै कुरा समेटेर सम्झिनेलाई पहिला सुरुमा चाहिँ मेरो दिदीले, फुपू दिदीले टिका लगाइदिनु भयो, हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ सबैजना अरू चाहिँ हेरिरहेको थियौँ पुरा। अनि यता मेरो मम्मी हुनुहुन्छ, येल्लो कलरको साडी लाउने चाहिँ मेरो मम्मी, जन्मदिने मम्मी। अनि उता कर्मदिने मम्मी चाहिँ उता पछ्यौरापट्टि हुनुहुन्छ, पछ्यौरा पछाडि। अब सम्झिनेले एकअर्कालाई टिका लगाइदिने भनेर सिकाउँदै हुनुहुन्छ हाम्रो फुपू दिदीले। अनि पछ्यौरा हटाएर अब एकअर्कालाई टिका लगाइदिनुहोस् भन्दै हुनुहुन्छ। अनि उहाँ चाहिँ मेरो सासू मम्मी उता हुनुहुन्छ, देखिहाल्नुभयो। मेरो मम्मी यता हुनुहुन्छ। दुवैजनाले एकअर्कालाई टिका लगाइदिनु भयो। अनि हामी चाहिँ सबैजना सम्झिनेका कुराहरू पनि एकदम मिठा चढिरहेको थियो कि। हामी त्यही सुनिरहेको थियौँ। अनि मेरो मम्मीलाई टिका लगाइदिनु भयो, मेरो सासू मम्मीलाई टिका लगाइदिनु भयो। अनि उता पछ्यौरा उडाइदिँदै हुनुहुन्छ मेरो मम्मीले। अनि मेरो सासू मम्मीले नै उडाइदिनु भएको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ एउटा मम्मीहरूलाई चाहिँ सुत्केरी छोरी भेट्न आउने पनि बाटो भयो। अनि एउटा अब सुत्केरी भेटे सँगसँगै सम्झिने भेटको कार्यक्रम पनि बाँकी थियो। अनि त्यो पनि भयो होइन। दुइटै एउटा एक तिर्से दो निशान भने जस्तै भयो कि मम्मीहरूलाई पनि। अनि लगभग हाम्रो सम्झिने भेटघाट चाहिँ छोटो मिठो भएको थियो कि। किनभने उहाँ हेटौँडादेखि आउनुपर्ने मम्मीहरूलाई, अनि अङ्कलहरू पनि अब कारणवश आफ्नो व्यवसायमा बिजी भएको कारणले एकदम समय मिलाएर बिहान नै हिँड्नुभएको। अनि आज हेटौँडा फर्किने भएर छिटो कार्यक्रम सकाएर फर्किने भनेर छोटो मिठो कार्यक्रम गर्नुभयो। अनि मेरो मम्मीले सम्झिने ढोक पनि गरिसक्नु भयो। अनि मेरो सासू पनि मक्ख हुनुहुन्छ। उहाँ छोराको सम्झिनेपट्टिबाट मम्मीलाई के अरे खुसी बनाउँदै अब भनौँ न होइन। कति पछि अब भेट्ने भन्दा जहिले पनि त्यस्तै भइरहेको थियो होइन। अनि आज चाहिँ फाइनल्ली त्यो पुरा भयो। अब मेरो मम्मीको चाहिँ सासू मम्मीको पालो सकियो भन्ने कुरा भइरहेको छ यहाँ चाहिँ होइन। अब चाहिँ सम्धीज्यूलाई लाउनु पऱ्यो भनेर कुरा गरिरहनु भएको छ। अनि सम्धीज्यूले चाहिँ मेरो बाबा नभएको कारणले मेरो माइलो अङ्कल हुनुहुन्छ, उहाँले चाहिँ मेरो ससुरा बुवालाई टिका लगाइदिँदै हुनुहुन्छ। अनि मेरो चाहिँ सबै अङ्कलहरू अब नेपालमा भएकोमा अब एउटा साइनो अङ्कल आउनुभएको छैन, नत्र भने अनि प्रकाश अङ्कल चाहिँ विदेशमा हुनुहुन्छ, आउनु पाउनु भएन बिचरा। अनि उहाँ हुनुहुन्छ। अनि मेरो बुवालाई चाहिँ टिका लगाइदिइसकेपछि ससुरा बुवालाई टिका लगाइदिएपछि मेरो ससुरा बुवाले पनि मेरो अङ्कललाई टिका लगाइदिनु भयो। अनि विधि विधानपूर्वक नमस्ते गर्ने चलन भयो। अब अनि मेरो बुवाले पनि नमस्ते गर्नुभयो। मेरो अङ्कलले यता मेरो बुवालाई त्यो कपडाहरू के दिँदै हुनुहुन्छ। अनि अब मेरो बुवाको र मम्मीको पालो सकेपछि अब चाहिँ फाइनल्ली बुवा मम्मी पछि अझै बाँकी नै रहेछ। अझै अब औँठी लाग्ने कार्यक्रम भइरहेछ यहाँ चाहिँ होइन सम्धीज्यूलाई। अनि अब बुवाको र मम्मीको पालोपछि चाहिँ हाम्रो अब मेरो जेठी
जेठानी दिदी र जेठाजु दाइको पालो हो। उहाँ चाहिँ मेरो जेठानी दिदी हुनुहुन्छ, एकदम राम्री हँसिली रसिली। अनि यता चाहिँ मेरो जेठाजु दाइ हुनुहुन्छ। अनि मेरो एउटा क्युट जेठानी दिदीको छोरी, कति राम्री छ है, हेर्नु है। अनि एउटा छोरा पनि हुनुहुन्छ। उहाँ चाहिँ अलि रिसाएर अलिक पर बस्नु भएको जस्तो आउनु भयो होइन, देखिहाल्नु भयो मेरो जेठानी दिदी र जेठाजु दाइ। हामी चाहिँ एकदम दिदी बहिनी जस्तै हौँ कि, धेरै मिल्छौँ, धेरै कुराहरू सेयर हुन्छ। दिदी पनि मजाको हुनुहुन्छ, म पनि एकदम धेरै बोल्ने, हाम्रो चाहिँ कुरा एकदम मिल्छ कि। अनि अहिले टिका लगाइरहनु भएको चाहिँ मेरो दिदीको छोरी हो, जेठानी दिदीको छोरी। अनि उहाँ आउनुभयो नि, उहाँ चाहिँ मेरो रोहित छोरो हो। हामी चाहिँ दुईजना दाजुभाइ, मेरो बुढाको दुईजना दाजुभाइ हो कि। म चाहिँ कान्छी परेँ, अनि मेरो दिदी जेठानी दिदी भइहाल्नु भयो। अब चाहिँ पालो हो, अब मेरो जेठानी दिदी र जेठाजु दाइको पछि पालो चाहिँ मेरो फुपू दिदी र कान्छी फुपू र मेरो मम्मीको बहिनीको पालो हो। अनि उहाँहरू चाहिँ देख्न सक्नुहुन्छ, चस्मा लाउने, रातो स्वेटर लाउने चाहिँ मेरो दिदी फुपू दिदी हुनुहुन्छ। अनि यतापट्टि बस्ने कुर्सीमा मेरो फुपू दिदीसँगै बस्ने चाहिँ मेरो ठुलीमा हुनुहुन्छ। यहाँ चाहिँ मम्मीहरू चाहिँ सामान यताउता मिलाउँदै हुनुहुन्छ अझै पनि, के अब एउटै उसमा हालेर कता कता पऱ्यो भनेर हेर्दै हुनुहुन्छ। हाम्रो ठुलीमा र फुपू चाहिँ मजाले बसिरहनु भएको छ। सामान चाहिँ भेटिनु लागेको छ होइन, भेटिसक्यो लगभग। अब चाहिँ मम्मीले टिका लगाइदिनु लाग्नुभयो। अनि यसपछि चाहिँ हाम्रो बुढाबुढीकै पालो हो, किनभने हाम्रो छोटो मिठो परिवार छ। अनि अहिले चाहिँ सुत्केरी भएको टाइम पनि भयो। अनि छोटो मिठो कार्यक्रम गर्ने भनेर घरमै सामान्य तरिकाले सम्झिने कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको थियौँ हामीले चाहिँ। अनि यहाँ चाहिँ अब टिका लगाउने कार्यक्रम सकेपछि चाहिँ खाना खाने कार्यक्रम बाँकी छ होइन। अनि यसमै सँगसँगै मेरो छोराको मुख हेर्ने कार्यक्रम पनि बाँकी छ। मेरो छोरो सानो एक त अनि हस्पिटलमा आउनु भए पनि भेट भएको थिएन। अनि आज छोराको सबैजना मुख हेर्ने कार्यक्रम पनि छ, भनौँ न। अब रमाइलो सबै भेटघाट भएको बेलामा। मेरो फुपू दिदीको र ठुलीमाको टिका लगाउने कार्यक्रम सकियो। अब चाहिँ हामी बुढाबुढीको पालो होला। अब कसको पालो भनेर मेरो मम्मी चाहिँ सोध्दै हुनुहुन्छ, किनभने अब जति सम्झिनीसँग भेट गरे पनि मान्छेले गर्ने बेला बिर्सिन्छ कि। अब 5 जना छोराछोरी हो हामी। अब मेरै अन्तिम हो, कान्छो भाइ पनि भइसक्यो, मेरो मात्र बाँकी थियो कि। मेरो चाहिँ यतिकै अड्किरहेको थियो। अब त्यो पनि आज सकियो। मेरो मम्मीको 5 जना छोराछोरीको पार लाउनु भयो, पार गरिसक्नु भयो। अब चाहिँ ढुक्क मेरो मम्मीलाई नाति नातिना हुर्काएँ, बसेँ। अब कान्छोको बाँकी छ। अनि उहाँ चाहिँ मेरो अङ्कल आन्टी होइन त, हामी अङ्कल आन्टी भनेपछि उहाँ चाहिँ मेरो भान्जा भाइ भन्नु पऱ्यो, हाम्रो घरको भान्जा बाबु। अनि उहाँ चाहिँ मेरो आफ्नै भान्जी, खुसी भान्जी हुनुहुन्छ। अनि मेरो दिदी भिनाजु चाहिँ, मेरो आफ्नै दिदी भिनाजु चाहिँ दाइ बिरामी भएर आउनु पाउनु भएन बिचरा। अनि त्यही भएर मलाई पनि दिल्ल एकदम धेरै सम्झेछ भन्दै दिदीहरूलाई नै। अनि फाइनल्ली मेरो बुढाको पाला आयो। म चाहिँ फेरि सुत्केरी नै भएर बसेको छु कि, किनभने बाबुले अब दुध खुवाइरहनु पर्छ। अनि अरू लुगा लाउन पनि मेसो नमिल्ने। अनि त्यही भएर म चाहिँ सुत्केरीकै ड्रेसअपमा छु, हेर्न सक्नुहुन्छ। अहिले त यो ज्यान मोटो भएपछि त यस्तै लुगा मन पर्दो रहेछ। बाबुले कति दुःख दिन्छ, हैरान भइन्छ। अनि त्यही भएर म चाहिँ पुरा सुत्केरी लुक्समा नै छु है। मेरो पाला आयो फाइनली टिका लाउने। अनि मेरो बुढाले चाहिँ लगाइसक्नु भयो। अनि मेरो छोरालाई नि लाउनु पर्ने भन्नुहुन्थ्यो, तर छोरालाई त लाउनु मिल्दैन। भर्खर 20-21 दिनको हुँदैछ मेरो पुन्टे छोरो। अब मेरो बुढाको पालो पनि सकियो। अब चाहिँ हामी खाना खाने कार्यक्रम गर्छौँ भनेर भनिरहनु भएको छ, किनभने ढिला भइसक्यो। खाना पनि उहाँहरूलाई पनि भोक लागिसक्यो होइन। म त सुत्केरी 10 बजे खान्छु होइन। मलाई चाहिँ दोस्रो लट खाने बेला भइसक्यो मेरो चाहिँ। अहिले चाहिँ होस् फाइनल्ली मेरो पुन्टेको मुख हेर्ने भनेर सबैजनाले पुरा हात पैसा लिएर बसिरहनु भएको छ। मेरो छोरो पनि कमाइ राम्रो छ फेरि हिजो। अनि फाइनल्ली मेरो जेठी भदैनीले पहिला काखमा लिन खोज्दैछिन्। कसरी पनि भेट्नु भएको थिएन नि त मेरो छोरालाई।
आज हेर्दै हुनुहुन्छ। मेरो पुकुले चाहिँ मस्त सुकिरहेको फेरि मेरो गोलुमोलु। अनि यता चाहिँ सबैजनाले मुख हेर्ने अब भनेर मेरो दिदीले चाहिँ फेरि सबैलाई टिका लगाइदिनुपर्छ भनेर मेरो दिदीले चाहिँ सबै जान्ने हुनुहुन्छ कि फेरि मेरो दिदी सबै ग्राम फिट हुनुहुन्छ, सबैलाई टिका लगाइदिएकै हुनुहुन्छ दिदीले चाहिँ। उहाँ चाहिँ मेरो ठाइलो अङ्कल हुनुहुन्छ है, जसलाई टिका लगाइदिइरहनु भएको। अघि टिका लगाइदिनु भएको चाहिँ मेरो जेठो दाई। अनि उहाँपछि यो चाहिँ मेरो काइलो अङ्कलको छोरी है। यता फेरि मेरो छोराले कमाइ पनि गरिरह, मस्त पैसा कमाइरहेछ, कमा छोरा। उहाँ चाहिँ यहाँ चाहिँ मेरो कता पुग्यो टिका लगाउने मान्छेहरू। यता फेरि अब छोराले पैसा समाउनु सक्दैन है, म चाहिँ कलेक्सन गर्नमा बसिरहेको छु कि यताटी। अनि मेरो काइलो अङ्कलले फेरि मुख हेरेर लुगा पनि ल्याइदिनु भएको छ मेरो पुन्टेलाई है। अनि यता चाहिँ पैसा कमाइरह मेरो छोराले होइन, मेरो दाई, यता मेरो मम्मी, यता मेरो भाउजू र मेरो छोरा त हाइलाइटमा छ फेरि। म चाहिँ फेरि छोरो सक्दैन भने झोली बोकेर बसेको छु कि। अनि यहाँ चाहिँ मेरो काइलो अङ्कलले मेरो पुन्टेलाई लिँदै हुनुहुन्छ। पैसा आउने कार्यक्रम जारी छ मेरो छोरालाई फेरि। अनि पैसा चाहिँ मेरो छोरालाई इन्फेक्सन हुन्छ भनेर मैले चाहिँ मेरो भाउजूले चाहिँ झिक्दिसक्नु भएको छ कि, किनभने बच्चालाई त धेरै पैसाबाट नि यो पैसा कति धेरै ठाउँ डुलेर हुन्छ नि त। अनि रोग सर्छ भनेर हामीले पैसा गरेर खाएन कि, धेरै नजिक दिएको होइन कि, माथि खुट्टातिर राखिदिनु भनेको थियो। तर त्यहाँ चाहिँ अनि नजिक राखिदिनु भएछ, केही छैन, अहिले निकालिदिइहाल्नु भयो। अनि मेरो पुन्टे चाहिँ पुरा हजुरबासँग मस्त भएर बसेको कि। अनि यहाँ फेरि मेरो भदैनीहरू पुरा लिन नपाएर एकदम लुच्छाचुरी गरिराख्नु मेरो पुन्टेलाई। आज मेरो पुन्टेको पनि पुरा माउलीबाट मुख हेर्ने कार्यक्रम भइरहेछ होइन। अझै पैसा आइरहेछ मेरो छोरोलाई, तर यो पैसा चाहिँ त्यसरी नजिक दिनुहुन्न थियो हामीले होइन। केही छैन, अहिले मैले एकदम हामीले हाई केयर गर्नुपर्ने बेला छ कि सानो बेबीलाई इन्फेक्सन हुन्छ भनेर। त्यही हो हाम्रो अब यो सम्झिने भेट कार्यक्रम पनि फाइनली सकिन लागिसकेको छ। अनि अब चाहिँ हामी सबैजना अब फर्किन पनि पर्छ भनेर भन्दै हुनुहुन्छ मेरो मम्मी चाहिँ। मेरो मम्मी चाहिँ फेरि जहाँ गयो नि अहिले हतार गर्ने बानी हुनुहुन्छ कि, जानु चाहिँ भने अहिले हतार नि। त्यही भएर अब सम्झिने भेट कार्यक्रम सकियो, अब छोरोको नि मुख हेरियो, अब चाहिँ खाना खाएर हामी जानुपर्छ भन्दै हुनुहुन्छ। अनि त्यही भएर अब मम्मी दाईहरू चाहिँ खाना खानु जाँदै हुनुहुन्छ तलतिर। अब जाउँ भनेर मैले पनि सबैजना तल लिएर जाँदैछु। थ्याङ्क यू सो मच सबैजनाले मेरो भिडियो हेरिदिनु भयो। मनपर्छ भने